वेलकम टु फ्रेन्ड्स। आज फेरि एउटा नयाँ भिडियो लिएर आएको छु हजुरहरूको सामु। र अहिले चाहिँ हामीले स्पेसली कर्न बास्केटको प्रोसेस हजुरहरूलाई बताउँदैछु। हजुरहरूले जे पनि हालेर यसमा सर्भ गर्न सक्नुहुन्छ। सबैभन्दा पहिला हामीले एउटा बलमा राइस फ्लोर, मैदा अनि कर्न फ्लोर एड गर्दैछौँ। प्लस यसमा हामीले सुगर अनि बटर पनि एड गर्छौँ। सुगर र बटरको पनि सबैको क्वान्टिटी छ, हजुरलाई म नेक्स्ट भिडियोमा बताउँदैछु। र यसलाई हामीले अहिले चाहिँ बटर मेल्ट ओभनमा गर्दैछौँ र बटर हाम्रो मेल्ट पनि भइसकेको छ। र अब हामीले यसलाई यसमा राम्रोसँगले वेल मिक्स गर्नुपर्ने हुन्छ। र राम्रोसँग जबसम्म राम्रो मिक्स हुँदैन तबसम्म हामीले यसलाई स्क्युजले हल्लाइराख्नुपर्ने हुन्छ, दुध हाल्दै। यसमा सबैको क्वान्टिटी छ, हजुरहरूलाई नेक्स्ट भिडियोमा बताउँदैछु। र यसलाई मजाले मिक्स गर्नेछौँ र हाम्रो यो राम्रोसँगले मिक्स पनि भइसकेको छ साथी हो। र हेर्नुहोस् राम्रोसँगले मिक्स भइसकेको छ। र यसको प्रोसेस यस्तै हुन्छ साथी हो। हजुरहरूलाई घरमा पनि राम्रोसँग तपाईँ गर्नु सक्नुहुनेछ। र मिक्स भइसक्यो र हामीले अब रेडी गर्दैछौँ र बास्केट रेडी गऱ्यौँ। ओइलहरू हामीले 2 लिटर जस्तो हाल्नुपर्ने हुन्छ ताकि यसलाई डिप फ्राई गर्नु सजिलो होस् भनेर। र हेर्नुहोस् हामीले अब यसलाई प्रोसेसपट्टि लागिसक्यौँ र हामीले यसलाई डिप फ्राई गर्दैछौँ साथी हो। हेर्नुहोस् इजी छ, हजुरहरूले घरमै पनि बनाउन सक्नुहुनेछ। हेर्नुहोस् बिस्तारै बिस्तारै हामीले यसलाई डिप फ्राई गर्दैछौँ। डिप फ्राई गरेर हामीले निकाल्दा चाहिँ गोल्डन फ्राई भएको हुनुपर्छ। हेर्नुहोस् गोल्डन फ्राई भइसकेको छ। हेर्नुहोस् कति मजाको हुन्छ, हजुरहरूले घरमै ट्राई गर्न सक्नुहुन्छ। र हेर्नुहोस् गोल्डन फ्राई भइसकेको छ साथी हो। र हजुरहरूले राम्रोसँगले यसलाई ट्राई गर्नु होला। र हाम्रो यो प्रोसेस भएर रेडी भइसकेको छ साथी हो। अब हामीले यसलाई सर्भ गर्नलाई हामीले अब रेडी गरिरहेछौँ। र हेर्नुहोस् कति मजाको देखिन्छ हो। हजुरहरूले पनि यसलाई जे पनि हालेर सर्भ गर्न सक्नुहुन्छ, तर हामी स्पेसली चाहिँ हामीले कर्न हाल्छौँ। हजुरहरूलाई थ्याङ्क यू, सब्सक्राइब गरिदिनु।